सो अहिले चाहिँ बिहानको 6:30 भइरहेको छ. So let's head out to the work. टक्क गरेर टक्क निकाल्दिने हो यो टक्क. सो फाइनली अब काम पनि आयो. ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ गाडी स्ट्यान्ड बाई छ हैन. अब बन्द गरौँ. लेट्स गो. एकदम जरुरी कुरा भनेको चाहिँ अब टक्क पानी हैन, अनि त्यसपछि टक्क केरा सुन्तला. आजको मेरो डाइट. मैले हो त लास्ट यो अन्त हाम्रो सरै हो जल्दो बल्दो है फेरि यता अलिकति माइन्ड नगर्ने. माइन्डलेस भन्न अलिकति मिल्दैन. के रे? अलि माइन्ड सही हो. अब 2 हप्ता चट्ट लाएर हैन कुर्सीमा बसेर काम गर्ने, अलि नमोटाउने, अलि यताउता पनि चल्ने, अरूलाई धेरै काम नलगाउने, आफू पनि काम गर्ने है. अब मेरो यहाँ ट्रक लोड हुँदैछ अरे होइन गाइस. अब रन 11 लोड हुँदैछ ब्रदर. कहाँ भइसक्यो? कता हो रन 11? के छ हाम्रो सिनियर दाइ? के छ दाइ, हात मिलाइदिउँ न त. होइन अब के गर्दा टाइम पास गर्नु पऱ्यो होइन, भ्लग बनाउनु पऱ्यो. अब ल हाम्रो सुरेन दाइ टोपी लिनु भएन हजुरले? गाडीमा सरहरू पनि हाल्नु. ए यता यता सरहरू यता के छ अनि आमा ठिक छ होइन. हाम्रो यो फोर्कलिफ्ट ड्राइभर यहाँ स्किल देखाइदिउँ न त अलिअलि. फेरि मान्छे उडाउने होइन नि फेरि. हाल्नु न सामान चाहिँ छिटोमा. यहाँ अब माल यसरी आउँछ होइन. अब जानु पऱ्यो. अब मेरो गाडी देखाउनु पऱ्यो नि त. अब मेरो ओहो दाइ के हो दाइ? के अनि के ह्याचर भन्ने मात्रै हो क्या? सामानै छैन त. अनि सामानै छैन त. ट्रक मात्रै ठुलो छ त. अनि ट्रली त ट्रक के रे दाइ? हालो भन्दैन त यहाँ गाइजहरूलाई. अब यस्तो दाजुभाइ अब यस्तो भ्लग बनाउनु दाइ. दाइको ट्रली पनि कडा छ यहाँ. अब हामी जान्छौँ फेरि सुरेन दाइकोमा. के हुँदैछ सुरेन दाइ? सुरेन दाइको ट्रक मात्रै ठुलो, सामान चाहिँ कम, अलिक फेयर भएन. दाइ के सब प्यालेट हो भनेपछि त अनि 11 बजी आउने होला नि त. अनि चिकन बोन लानुपर्ने छ 3 कार्टुन फेरि तँ ह्यान्डसम देखाइदिएछ अनि. ल ल कि 2 जना हेरौँ ल. अनि कति कमाएको थियो उबरमा हिजो भन्दैन त ब्रदर? 1065. अनि एकै दिनमा होइन हिजो कति घन्टा गराएको थियो भने 17 घन्टा गराएको थिएँ. अनि मिठो आएको नि त पैसा. अस्ट्रेलियामा यसरी अस्ट्रेलिया हेरौँ न. दाजुभाइ कस्तो ह्यान्डसम आएको छैन? अनि यो कहाँबाट कति पऱ्यो होला? पऱ्यो दाइ 700-800 पऱ्यो नि. अच्छा बबिन दाइ चाहिँ हुनुहुन्न? टेमुरमा आएको छ दाइ. दाइले अहिले बेला हानिदिनु भयो दाइ. दाइ अनि टेमुको यस्तो क्वालिटी आउँछ दाइ. हामी अब यसो ट्रकभित्र पस्छौँ होइन. ट्रकको सिनारी यसो देखाइदिउँ. अलराइट अब यहाँ टक्क लाएर हाम्रो टिफिन बसेर राख्छौँ होइन. टक्क लेट्स गो. सो यो चाहिँ यो तरिका हो डेलिभरी गर्ने होइन. सो कतिवटा बक्स छ त? 1 2 3 4 5 6 7 8 9 10 वटा बक्स हट्यो कि.
सो म चाहिँ अब यहाँ हिलारीको एउटा सानो झलक देखाउनको लागि चाहिँ हैन दामी छ क्या यहाँबाट रोटनेस आइल्यान्ड पनि जान्छ है एक्चुली जुम गर्दैन पर्यो त्यहाँबाट चाहिँ जान्छ सबै यहाँ फिसिङ पनि गरेर हुन्छ मान्छेहरू सो म चाहिँ ठ्याक्कै यहाँ क्यारिनपको चाहिँ लोडिङ डकमा आएको छु अब यहाँ हाम्रो ट्रिनिटिजमा चाहिँ सबै भाइहरू चाहिँ सबै नेपाली छ क्या सेफदेखि लिएर सबै किचनमा जस मन्डे चाहिँ यिनीहरूको बिजी हुँदैन रैला गरेर हुन्छ अब होइन टक्क जानुपर्छ के गर्दैछ केटाहरू यसो हेलो भाइ यही हो कि यसको रमाइलो चाहिँ नयाँ नयाँ ठाउँमा जान पाइन्छ हेलो भाइ के गरिरहेछ होइन मलाई चाहिँ त्यही भएर यो काम चाहिँ एकदमै रमाइलो रिफ्रेसिङ लाग्ने कारण चाहिँ त्यो ल अब केटालाई भेटौँ होइन अब फाइनली आयो यहाँ सामान यहाँ भाइ आएको हेड सेफ होइन त हेलो भनिदियो नि त भाइ यत्रो सामान कहाँ जान्छ अनि यो त्यो आफैले ठेल्ने हो आज भाइले मलाई काम लगाउने भयो यार अब यो है जहिले यहाँ छोडेर जान मिल्थ्यो के छ अनि दाहरूलाई यसो के खानुहुन्छ पनि छैन माग्छ होइन जहिले सामान लिएर आउँछु यार तिमीलाई यार तिमी त इन्टरभ्यू लिनुपर्ने छ हो यहाँ के हो क्यामेरा ल्याएको त खाना पाइन्छ क्या हो ए म फेरि नन भेज है ए सरी भेज है भाइले यहाँ खानको लागि भनेको त पुरा मान्छेको सेफलाई लिएर ए मेन सेफ हो नि त हाम्रो ब्रदरको नाम के अरे अभिषेक होइन होइन यहाँ चल भयो हेर्दा यहाँ गाइजहरूको काम अनि हामी त अब भ्लग गर्नु पऱ्यो अब दुनियाँ घुमिन्छ नि त होइन सामान के बन्दैछ त्यहाँभित्र भित्र चाहिँ काम चाहिँ यस्तो हुन्छ है गाइजहरू किचनमा चाहिँ हो सही हो म पनि आउनुपर्छ जस्तो अब को ल अब सामान राखिदिनु पऱ्यो कोल्ड रुममा जानु पऱ्यो सो यो चाहिँ अब नयाँ ठाउँ त्यसकै वल्लो अर्को डक ए यस्तो हुन्छ होइन टक्क ऱ्याम्प आज त लक्की रहेछ ठ्याक्क तलाएर बसेर रहेछ टक्क सामान हाल्ने सर्ट माथि जाने त्यसपछि एक लट सामान दिएर किनभने आज एउटा सामान फेरि कस्तो छुटेछ कि यस्तो भयो भने चाहिँ ल्याङ हुन्छ अब फेरि त्यहाँ जानुपर्ने भयो ल अब यो कसरी चलाउने भन्दा चाहिँ टक्क त्यो गयो भने सक्क माथि आउँछ माथि आयो टक्क माथि गइन्छ सर र त्यो लेभलमा आउने यो ढोका खोल्ने स्याट जाने अलराइट त्यो सामान चाहिँ अब म्याडम्याक्सको जानुपर्छ सर र लास्टै हिँड्नुपर्छ नि यहाँको वहाँ पुगेर चाहिँ मेक्सिकन म्याडम्याक्सको सामान हो जानु पऱ्यो नि त किचनमा यो हो नि त रमाइलो ठिक छ के हुँदैछ के हो यो चाहिँ के हुँदैछ त्यो त आउन मिल्छ कि मिल्दैन तर हेरिदिउँ न त के बन्दैछ होइन के युजली यस्तो सेप हुँदैन होइन खत्रै हुन्छ सेप खतरा हो क्या फेरि दुईजना हो ट्याटु त खतरा रहेछ नि तिम्रो ओम लेखेको सही हो के हो कर्ण हो क्या सही हो के छ ब्रदर त्यही भने सही हो ठिक त अब यसो हल्का भ्लग स्लग अब यति पनि डुलिराखिन्छ होइन अनि त्यसपछि अब यस्तो डुलेको बेलामा यस्तो भिडियो सिडियो पनि बनाइदिउँ न होइन यस्तो रमाइलो पनि याद पनि हुन्छ होइन यस्तो मेमोरेबल किनभने धेरै ठाउँमा गइन्छ नि त उता पनि क्रिनिटिजमा पनि नेपाली ब्रदरहरू छ क्या त्यो पनि छुट्टै रमाइलो छ क्या छुट्टै रमाइलो हुन्छ है आफै भयो भने चाहिँ अनि यो हो नि त होइन त्यो पनि हुन्छ नि त फेरि के अरे अलिक स्ट्रेसफुल पनि हुन्छ कहिले कहिले होइन त्यो बिजी आवरमा त अनि त्यतिखेर चाहिँ ठ्याक्क साथी भयो भने चाहिँ एउटा अलिकति सजिलो चाहिँ हुन्छ कि मिलेर बसेपछि सबै कुरा स्मुथली जान्छ क्या फेरि रिस राखेर बस्यो भने चाहिँ त्यही झगडा पनि पर्छ हो सही त्यस्तो छैन यहाँ चाहिँ त्यही हो
त्यो अब त्यो टिमवर्क होइन अब त्यो टक्क लाएर एउटा इन्भाइरोमेन्ट बनाउने नै टिमवर्कले त हो नि होइन कहिले बिजी भइन्छ कहिले मैले अलिकति बेसी गरेँ कहिले अलिकति बेसी गर्नुपर्छ भन्दा नि होइन टक्क मिलेर गऱ्यो भने सही हुन्छ सही हो बेकन पाक्दैछ ए के गरेर आएको तिमी आमा के हो अनि कति दिनको लाग्यो यो हाम्रो यो चाहिँ आधीको नि हाफ हो यो एक हप्ताभित्रको लागि हो योभन्दा यसको डबल भन्दा अझै बढी चाहिँ यो एक हप्ताभित्रै जान्छ यो आज यहाँ मात्र होइन सिटी भेन्यूमा पनि जान्छ रकिङह्याम भेन्यूमा पनि जान्छ तिन ठाउँमा तर म्यारिनेड चाहिँ फेरि हामीले गर्छ अनि खाने मान्छे फेरि हजारौँ हुन्छ अनि एभ्री विक हामी यसरी नै पकाएर यहाँ हुनुको पनि कारण छ नि त फेरि होइन किन भन्दा ब्रदरहरूले दामी म्यारिनेट गर्छ नि त त्यही भएर हो नि त अफकोर्स हातमै जाँदा हातमै जादु हो नेपालीहरूको त हातमै जादु हो नि यस्तो हालेर अनि ए यस्तो यो ठिक है तर यो जस्ट वान आइटम ब्रदर यो त जस्ट वान आइटम होइन यो पछि अझै छ हाम्रो अब चिकन विन्स म्यारिनेट धेरै छ त्यो नेक्स्ट टाइम आउँदाखेरि गर्दै गर्नुपर्छ सही हो थ्याङ्क यू सो मच ब्रदर यार है अब काम सकेर मात्रै भएन होइन अब काम सकेर मात्रै भएन धुनु पनि पर्छ अब वास हान्नुपर्छ ल अब चट्ट वास हान्नुपर्छ मजाले किनभने सबै किटाणु किनभने यो अलिअलि त्यो मासुको रसहरू अलिअलि पोखेको हुनसक्छ त्यसले गर्दाखेरि गनाउँछ फेरि अर्को दिन मासुको चोक्ने यहीँ छ फेरि मजाले धुने न त फेरि $20 बोनस काट्छ फेरि गाइजहरूले फेरि हेलो बोस हाउ आर यु always busy maintenance guy nice to see you all right have a good one yeah so अब यो डेलिभरी काम चाहिँ सिद्धियो यो ड्रेस पछाडि छ अब चाहिँ अब हेडिङ टुवर्ड्स अब चाइल्ड केयर अनि त्यसपछि अब आज त पुरा गिटार पनि लिएर जाँदैछु पक्क म्युजिक गऱ्यो भने अनि बेबी साक टुटुटुटु गऱ्यो यस्तो गर्दै नाच्छ होइन त्यसो रमाइलो हुन्छ अब वहाँ पुगेपछि चाहिँ म सर मैले काम गर्ने चाइल्ड केयरको चाहिँ बाहिरबाट सक्क एउटा भिडियो चाहिँ गर्छु अनि आल सी यु देयर ओके सो म चाहिँ काममा आइपुगेँ सो मेरो सेन्टर चाहिँ यो हो टक्क दामी छ सही हो ल काम पनि सिद्धियो अब जानु पर्छ घर लास्टै आज लास्ट थाकियो निद्रा पनि लाग्छ अब आज गुड स्लिप हुन्छ ल यही नै हो द एन्ड ल है त